नेपाल परिवर्तन हुन सक्छ, तर त्यो परिवर्तन सजिलो नहुन सक्छ। आज हामी सबैले देखिरहेका छौं, नियम पालन गराउने व्यक्ति प्राय आलोचित हुन्छन्। तर सत्य के हो भने नियम बिना विकास सम्भव पनि छैन। ठिक त्यस्तै हाम्रो शरीर पनि गलत बानी, गलत चालचलन र लापरवाहीले समस्या ल्याउँछ। चैतन्य फिजियोथेरापीको दर्शनले के भन्छ? मुभमेन्ट इज मेडिसिन। चलायमान नै स्वास्थ्य औषधि हो। हामी यहाँ दुखाइको कारण पत्ता लगाउन, दुखाइ कम गर्न, जीवनशैली सुधार गर्न र दीर्घकालीन स्वास्थ्य बनाउन काम गर्दछौँ। यदि तपाईँ नियम पालना गर्ने, आफ्नो शरीरलाई महत्त्व दिने, दीर्घकालीन समाधान खोज्ने व्यक्ति हुनुहुन्छ भने चैतन्य फिजियोथेरापी तपाईहरुकै लागि हो। यदि तपाईँ तुरुन्त आराम चाहनुहुन्छ र कारण बुझ्न चाहनुहुन्छ भने आजै चैतन्य फिजियोथेरापीमा सम्पर्क गर्नुहोस्।